अब त्यसो भए जस्तो अघि हामी एयर इन्डियाको कुरा गऱ्यौँ, तपाईँ भन्नुभयो एयर इन्डियाको त्यो क्र्यास भयो, एभिएसन सेक्टरकै सबैभन्दा दुर्भाग्य त्यो घटनाको लिइन्छ। आज त्यही कारणले गर्दाखेरि के छ भनेर भन्दाखेरि एयर इन्डिया चढ्ने यात्रुको सङ्ख्यामा पनि कमी आएको छ र त्यसमा ठुलो असर परेको पर्छ बोलीचालीको भाषामा भन्नुपर्छ। तर नेपालमा जहाज दुर्घटना भयो भने भन्दाखेरि र ती कम्पनीहरूको प्रोफिट हेर्दाखेरि हरेक वर्ष जहाज थपिरहेछ। हेर्नुहोस् यहाँ कस्तो हुन्छ भन्दाखेरिमा दुईवटा फ्याक्टरले हेरिन्छ कि हाम्रो यहाँको प्यासेन्जरहरूको अवेरनेस पनि चाहियो। अवेरनेस भने जहाज हेर्नुहोस् एउटा बसमा जाँदाखेरिमा पनि तपाईँ म वाटेभर यो बस कस्तो हो, राम्रो बस हो कि होइन, कसले सञ्चालन गरेको छ, ड्राइभर कस्तो हुन्छ भने अलिक विचार गर्छौँ नि। किन डेस्टिनेसनमै पुऱ्याउन पनि हेरिन्छ त हो नि, होइन त। एयरलाइन्स पनि त्यसरी हेरिन्छ बाहिरतिर जहाँ पनि। तपाईँले अहिले पनि तपाईँले टिकट हेर्नुहोस्, कुनै राम्रो एयरलाइन्सको चाहिँ एउटा एबाट बी जाने डेस्टिनेसन हेर्नुहोस् र एउटा ठिकै एयरलाइन्सको हेर्नुहोस् त, प्राइसमा फरक देख्नुहुन्छ। अनि वाइ उनी ठाउँ त्यही हो, पुग्ने ठाउँ त्यही हो, जहाज त्यही हो, किन राम्रो एयरलाइन्समा चाहिँ त अलिकति महँगो, अलिकति ठिकै एयरलाइन्समा चाहिँ सस्तो किन त? अब बुझ्ने मान्छेले के गर्छ त, अवेरनेस जो फ्रिक्वेन्ट ट्राभलर छ जसले बुझिया छ एभिएसन भने यस्तो भने अब धेरैलाई थाहा छ आजकल पाइलटै हुनु पर्दैन एभिएसन बुझ्नलाई। र त्यस्तो मान्छेहरू त्यस्तो एयरलाइन चाहिँ उड्दैन किनभने लाइफ भने भेरी प्रिसियस। सौर्य एयरलाइन्सको जहाज दुर्घटना भयो काठमाडौँमा, होइन? त्यहाँ त के गर्यो भनेर भन्दाखेरि 3 वर्षको बच्चालाई पनि के गर्यो भने यात्रु बनाइदियो कि। बिग्रेको जहाज फेरि उडान गरिरहेछ, 19 जना राखेछ। सुन्नु न, फेरि फ्लाइट भनेर बाकाइदा डिजिसिएको म्यानुअलमा हेर्नुहोस्, धेरै टाढा जानु पर्दैन। पाइलट सुन्नु डिजिसिएको अहिले पनि जानुहोस्, डिजिसिएको त्यहाँ लेखेको हुन्छ फेरि फ्लाइटको डेफिनेसन के लेखेको हुन्छ? पाइलट, को पाइलट, फ्लाइट एटेन्डेन्ट, किनभने त्यो फ्लाइट एटेन्डेन्ट चाहिन सक्छ, नभए पनि हुन्छ है, फेरि चाहिन सके ठाउँमा दिने, नचाहिन सके नराख्ने। एन्ड मेन्टेनेन्स इन्जिनियर, क्वालिफाइड मेन्टेनेन्स इन्जिनियर, त्यो जहाजको मेन्टेनेन्स गर्न सक्ने मान्छे। फेरि मेन्टेनेन्स भनेर फेरि तपाईँको चाहिँ अब एउटा एटिआरको जहाजको मेन्टेनेन्सलाई लगिरहेको छ, 757 को क्वालिफाइड इन्जिनियर ल्याएर त्यहाँ राख्ने होइन, त्यो पाइँदैन। त्यो पनि त्यस्तरी त्यो स्पेल आउट हुँदै कसलाई उडाउन पाउने कसलाई नउडाउन पाउने भन्दै सानो 3 वर्षको बच्चा पनि राख्न सक्ने बहादुरहरू छन् भने कति यिनीहरूको अनियमितता छ होला, आफै त्यसमा छर्लङ्ग हुन्छ। त्योभन्दा बढी मैले के भन्नु?